नमस्कार 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 घाममा यो त्यो डाँडामा पुग्न पर्ने लिएर आएको होइन अल राइट गाइज वेलकम ब्याक टु माई च्यानल। आई होप सबजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु गाइज होइन। तर रुवा कहाँ चाहिँ अझै छोडेको छैन होइन। तर त्यही पछि अनि फेरि आज फेरि मेरो साथी झपटेलाई चाहिँ अलि त्यसलाई पनि मलाई जस्तै अस्ति चाहिँ रुवा लाग्ने काँसो लाग्ने सन्चन हुने भएछ होइन। त्यसैले त्यसलाई त्यो र म आज त्यसलाई दबाई गर्नको लागि जाँदैछ म अनि च्याट्ट होइन। अनि मेरो त्यो ब्याड राख्दै खुट्टो मेरो पनि यस्तो गरेर काटेछ कि होइन, धेरै काटेछ। अनि सर र दबाई पनि लिएर आउनु पर्यो मलाई पनि। अनि फेरि ट्याक्क उहाँ आउँदैछ त्यसलाई पनि ट्याक्क दबाई ल्याएर आउनु पर्यो होइन। सर र जाँदैछौँ अनि बिहान चाहिँ चाँडै उठ्यो थियो अनि गएर ब्याड स्याड राख्यो नि त, त्यसले फोन गर्थ्यो। अनि आज जानुपर्ने भयो खरबाङ दबाई ल्याउन भनेर अनि ट्याक्क खरबाङ दबाई ल्याउनु जाँदै हो होइन। अब त्यस्तो राम्रोसँग त मलाई पनि सन्चै होइन, रुगा काँसो अझै छ मलाई नि। तर जाँदैछ अनि के कति दबाई हुन्छ दबाई लिएर आउनेवाला छौँ। अनि चाहिँ सर र अब त्यही हो होइन। जाँदा त्यहाँ मकैहरू भेट्यो अनि पनि च्याप्पा भेटाएर खतरा खाइदिनेवाला छौँ कि होइन। यस्तै छ गाउँले जिन्दगी, बेस्ट जिन्दगी त हो। तर चाहिँ अहिले सन्चो नभएपछि उहाँ के बजार पनि उहाँ त्यो स्कुल देखियो नि उहाँ पुग्नु पर्ने हुन्छ होइन। सर दबाई लिएर चाहिँ आउनुपर्ने हुन्छ कि बाटो फेरि कडा छ कि हाम्रो गाउँ पनि कडा बनाएको छन् कडा होइन। तर खुट्टो दुखेर पनि हिँडिरहेको छ कि ठिक छ। यस्तै हो गाउँको जिन्दगी, कतिखेर बेस्ट हुन्छ कतिखेर अनबेस्ट पनि हुन्छ कि। यस्तो गर्दै हिँड्ने अनि यस्तो हो भन्ने ट्याक्कै यो चाहिँ भन्ने अनि यस्तो भन्ने अनि ट्याक्कै यो खोलो भन्ने होइन। ट्याक्कै यो बजार फाइनली छैन। अनि दबाई पनि मलाई पनि सन्चो भएन कि होइन। त्यसैले मेरो लागि पनि दबाई मेरो चाहिँ यो यति छैन होइन मेरो। यो चाहिँ यसको यसको चाहिँ यो सर यो होइन। यसको चाहिँ यो यसको तिनवटा तर मेरो अलिक धेरै छ होइन। तर यसको चाहिँ अलिक सन्चो नभएपछि दबाई मात्रै खाने कि मस्ती दबाई खायो। आज पनि मस्ती दबाई खानु पर्ने भयो होइन। हिँड्दाखेरि अब यस्तै हो गाह्रो छ होइन। यस्तै गरेर चाहिँ होइन यस्तो घाम के घाम लास्टै घाम चाहिँ अर्की घामले त हरि पेलिरहन होइन। सर जानुपर्ने हुन्छ उतो डाँडामा पुग्न पर्ने हुन्छ उतो डाँडामा च्याट्ट। अब यो घाममा यो खुट्टो हेर्नु न, खुट्टो यहाँ दबाई गरेर आएँ बोल्दै होइन। ट्याक्क दबाई गरेँ। अब यो उकालो जाँदा चाहिँ चौकामा पेल्ने भयो क्या, गर्मीले चाहिँ लास्टै पेल्ने भयो होइन। त्यो डाँडामा पुग्ने गाह्रो छ यहाँ, कसरी पुग्ने आज गाह्रो छ। नमस्कार 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 सर र होइन नास्ता सास्ता खाइयो अनि आइयो ट्याक्क चाउमिन लिएर आएको होइन। घर चाउमिन बनाएर खानुपर्ने हुन्छ। अनि चाहिँ मेरो छोरी भएपछि एउटा बिस्कुट पनि ल्याइदिएको छु होइन। ट्याक्क अनि कपडाहरू धुनको लागि एउटा साबुन नि ल्याएको होइन। त्यही भएर सर लिएर आएको घर जानुपर्ने हुन्छ। अब आज घर सबैजना भइयो भने चाउमिन बनाएर खाने कुरो हुन्छ। भइएन भने चाहिँ अब भोलि बिहान अब सबै भइयो भने खाने कुरो चाहिँ हुनसक्छ होइन। त्यही हो कुरो। भएर जाँदै हो। बाटो पनि यस्तो छ कि यो बाटो सुधार भयो त हुन्थ्यो। टेका हाल्दैन हुने हो नि होइन। टेका भन्दा यस्तै ठिक छ गाइस, किनभने यो बाटो आँतबाट अलि हिँड्न सकिन्छ। टेका भयो भने त झन् हिँड्नै सकिन्न कि। केटीले चाहिँ औँला चुसिखायो यस्तो खोरे चोसी होइन। अन्त अहिले 2-3 वर्ष धोका अन्त म प्रधानमन्त्री भएपछि यो बाटो सर्जक हो बल्ल म प्रधानमन्त्री भयो भने त म यहाँ रेलगाडी हालिदिन्छु।
बुझिस् नि सर आधी पैसा खान परेन ल्याम्पमा रेलगाडी हालिदिन्छु मैले हाम्रो गाउँमा अन्त नहाले म त मैले च्याम्पमा नेता जस्तो बिहोर गर्नु परेन प्लास्टिक चाटिरहेछ के नि यसले यस्तै हो कि गाह्रो छ नि त यार जिन्दगी यार पुरा केटकेट चाहिँ प्लास्टिक चाटिरहेको छ यसले फेरि होइन औँलाएर हात चाटिरहेको छ केटकेटी अन्त 3 केटकेटी हो कि यार यो त यार तिताको जरेन पनि मिठाको जरेर राख्नु मन बरु हो त्यही हो चर्र जाने होइन त्यही हो चर्र हिँड्नुपर्ने हुन्छ अलि उकालो उकालो हिँड्नु छ नि त अलि गाह्रै छ कि उकालो हिँड्नु पऱ्यो त्यही हो गाइस अनि फाइनल गाइस म चाहिँ घर आइसकेँ होइन यो चाहिँ मेरो घरै भयो नि त ट्याक्क घर आइसकेँ जमिन यहाँ राखिसकेँ होइन अब यस्तै हो होइन अनि भिडियो चाहिँ आज यता इन्ड गर्न पर्ने हुन्छ अनि लास्टै धौ कि उहाँबाट यत्रो उकालो आउँछ पनि यो खोलो होइन उताको खोलोको अझै उतातिर घुम्तीतिर गएको होइन यहाँबाट आइयो बल्ल बल्ल होइन खुट्टो पनि यस्तो भयो नि त खुट्टो नि अनि दबाई सबै ल्याइयो दबाईहरू पनि ल्याइयो अब ट्याक्क बेलुकीबाट खानुपर्ने हुन्छ अनि भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह अनि प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला होइन अनि च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरी साइडमा रहेको बेल आइकन पनि थिचिदिनु होला गाइज अनि गाइज सब्सक्राइब गर्नुभएकाले चाहिँ अनसब्सक्राइब गरिरहनु भएको छ होइन यस्तो चाहिँ नगरिदिनु होइन तपाईँहरू हाम्रो फ्यामिली हो अनि तपाईँले साथ सपोर्ट देखाउनु भयो भने हामी पनि अघि बढ्ने होइन अनि तपाईँ फ्यामिली भएर अनि आफ्नै फ्यामिलीलाई त तपाईँहरूले अब जस्तै अब तपाईँ फ्यामिली भएपछि त तपाईँले आफ्नो फ्यामिलीलाई त घिडा गर्नुहुन्न नि त त्यस्तो चाहिँ नगरिदिनु होइन हामी तपाईँको फ्यामिली हो तपाईँ हाम्रो फ्यामिली होइन त्यसैले फ्यामिलीले फ्यामिलीको सपोर्ट गर्नुपर्छ त्यसैले अनसब्सक्राइब गर्नुभएको सबैले सब्सक्राइब गर्नु होला र नयाँहरूले पनि सब्सक्राइब गरी साथ सपोर्ट देखाउनु होला होइन अनि त्यही भन्न चाहन्छु अनि भिडियो चाहिँ अलि सन्चो छैन कि सन्चो नहुँदा चाहिँ अलि राम्रोसँग आउन पाएको छैन नि तर अबको 2-4 दिनपछि चाहिँ खतरा भिडियो आउनेवाला छन् क्या च्यालेन्जहरू यस्तो अनि मकै पनि यस्तो चोरिनेवाला छ नि अनि काँक्रो पनि खतरा चोरिनेवाला छ कि भोलि सायद काँक्रो चोरिन्छ होला गाइज होइन सबैजनाले हेरेर कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया दिनु होला अनि सब्सक्राइब गर्नुभएकाले चाहिँ अझै सब्सक्राइब गर्नुभएकाले चाहिँ अनसब्सक्राइब नगर्नु होला र सब्सक्राइब नगर्नुभएकाले चाहिँ सब्सक्राइब गरिदिनु होला होइन तपाईँले साथ सपोर्ट देखाउनु होला होइन अझै साथ सपोर्ट देखाउनु होला यही भन्न चाहन्छु होइन गाइज र भिडियो चाहिँ आज यस्तै इन गर्न चाहन्छु र भोलि चाहिँ खतरा भिडियो लिएर आउनेवाला छु त्यसैले सबैजनाले सब्सक्राइब गरी माया चाहिँ देखाउनुहोस् है गाइज है माया चाहिँ देखाउनुहोस् त्यही भन्न चाहन्छु माया चाहिँ देखाउनुहोस् जय नेपाल गाइज लभ यु अल गाइज